temperature र म यता बस्दाखेरि यहाँको temperature is totally different. So it's like an amazing experience for me. अथवा पेले आइल्यान्ड त्यो चाहिँ युएस र क्यानाडाको बोर्डर रहेछ बियर्डै नआउने मान्छेलाई चाहिँ के भन्ने त फेरि अनि Weird one, weird. ब्लगमाथि ब्लग छ आज है यहाँ पनि ब्लग छ यता पनि ब्लग छ है यहाँ पनि छ है र आज हामी चाहिँ अब ठाउँ चाहिँ फिक्स भएको छैन तर जान चाहिँ जाँदैछौँ अब कहाँ हुन्छ अब कहाँ पुगिन्छ है राम्रो खालको दिन छ है आज ल टक्क यो गाडीमा जाँदैछौँ सबको ब्याग हाल्ने हो यहीँ ब्याग हाल्दा हुन्छ पछाडि होइन ब्याग हालिराख्नु यार के चाहियो भने पछाडि तान्नुला पानी किन्यौँ हामीले हजुर छैन है एउटा बोतल चाहिँ छ पानी उताबाट उठाउनु विन्डसिल्डमा पुरै फ्रस्ट छ अब फ्रस्ट एकछिन क्लियर गर्नु पऱ्यो गाडी तताउनु पऱ्यो अनुल भाइ कतिको एक्साइटेड त ल भन्नु नि त्यसो दामी दामी आज घुम्न एकदम दामी घुम्नुपर्छ ड्राइभर रहेको छ मुकेश आज उसले मात्र ड्राइभ गर्छ हामी प्यासेन्जर मात्र हो जय मसिहा न्यू लुकमा यस्तो छ है हाम्रो भाइ त एकदम ह्यान्डसम छ क्यूट कपाल देखाउन आज ओ माय गॉडनेस अब झर्न केही छैन साइड ओके वी आर गुड वी आर गुड यस्तो प्लान रहेछ र पो त पासपोर्ट लिएर आउनु पर्छ किन नाइस यतिको सोच चाहिँ हामी हुन्छ तर आज मलाई धेरै खुसी लाग्यो हाम्रो सरहरू सबै मेरो घरसम्म आएर लिन आउनुभयो हामीलाई विकास दाइ मन त थिएन तर बाध्यता पर्यो यसुले भन्नुभएको छ आफ्नो दुश्मनहरूलाई पनि प्रेम गर दुश्मन सारा खुशमन हो जाओ नयाँ कुरा आयो त यो त यार प्लान चाहिँ लन्डन स्टप भएन आज लन्डन स्टप भएन तपाईँलाई के पनि थाहा छैन हामी भन्छौँ मलाई केही चिन्ता छैन दारी काटेको ह्यान्डसम भएको आज अलिकति काममा लाग्यो जस्तो छ तर हामी जान्छौँ पेले नेसनल पार्क ओके फार अवे सर अब यो भन्दाखेरि भ्लग पनि नहोला नाइस नाइस ल हाम्रो कति मिनट बाँकी छ यार एक्चुअली ओके ल यसो मैले के सामान लिएर छु पहिला हामी खाऊ पहिला पानी खानु पर्यो यार लास्टै पानी त मैले यार ल के खानु छ हाजमोला कि अरेन्ज बल यो त ठिक छ अहिले खाउन भाइ यो नत्र म चाहिँ चुगम खान्छु ल हामी चाहिँ अब जाँदैछौँ पेले नेसनल पार्क अनि मसँग हुनुहुन्छ हाम्रो विकास दाई उहाँ पनि अनम्यारिड हो मोस्ट एलिजिबल ब्याचलर त्यसपछि हाम्रो हुनुहुन्छ अर्जुन दाई उहाँ चाहिँ 5 वर्ष 10 वर्ष अगाडि अनम्यारिड हुनुहुन्थ्यो त्यसपछि हुनुहुन्छ हाम्रो लुक्स त नि मार्यो त लुक्सले त म त चिकन खाँदै बोल्छु साथीहरू अब होइन लुक्सले मार्यो त लुक्सले मार्यो खतरा देखियो भने क्या राम्रो देखेछ पहिला खासी त झन् राम्रो देखियो अब यो 4 जना सबसे यङ म हो तपाईँले देखेछ क्या यङ आज यो चाहिँ के रे एज अ जोक होइन साँच्चै आज जोकै भयो नि ठिकै छ जोक होइन साँच्चै तपाईँलाई यङ एकदम यो चाहिँ कमाल कस्तो भन्दाखेरि दाइले के भन्नु भन्दाखेरि हजुर दाइले पर्फेक्ट मान्छे तब हुन्छ अरे होइन जब हि हेज अ 3 days अफ बियर्ड रे 3 दिनको बियर्ड ल म भनिदिइहाल्छु अ म्यान लुक्स ह्यान्डसम इन अ 3 days बियर्ड यो चाहिँ खास रियल स्टेटमेन्ट हो मेरो पनि त्यही छ आज 3 days बियर्डै हो अब त्यो त ठिक छ अब बियर्डै नआउने मान्छेलाई चाहिँ के भन्ने त फेरि अनि वेयर्ड हो नि वेयर्ड मैले यो क्यामेरालाई बन्द गर्न चाहे मेरो बेजत भयो
पेले ए यहाँ पुरै एन्ट्री गरेर मात्र छिर्नुपर्ने रहेछ है अब भ्लग सुरु गरौँ न दिनु अब म कसले बोल्ने हो Welcome to Point Pelee National Park, the southernmost point in mainland Canada. Please remain seated, with arms and legs inside while the shuttle is in motion. Visitors can expect to see a diverse array of birds, making Point Pelee a popular destination for birdwatching enthusiasts. Please do not enter the water past the drop-off point of the shuttle, as the currents make the water very dangerous. Enjoy your time at Point Pelee. We came in this shuttle bus. यहाँ छ हामी जाँदैछौँ ल भाइ यसो के भन्दै नि त ल So we are at Point Pelee अनि Baba. बुबाल नो वर्ड्स No words. It's very good. It's very good. आउँछ आउँछ ल हाम्रो भरिया हुनुहुन्छ उहाँ चाहिँ भरि हरियादेखिको कथा सुन्नु न मलाई फर्स्ट टाइम खुसी लागेको कुरा चाहिँ के भन्दाखेरि अहिलेसम्म चाहिँ नि जब पनि म गाडी चढ्थेँ $3.3 म तिर्थेँ आज फ्रीमा No. We paid $17. $15. $15. So that's nothing. this is included with everything. नथिङ मैले तिरिनँ मलाई फ्रीमा यो गाडीमा ल्याउनु भयो म एकदमै So तपाईँको यो चाहिँ भएन रातो यार अहिलेको भित्रको सर्ट ठिक थियो क्या है अनि यो टोपी यो टोपी चाहिँ भएन टोपी चाहिँ खोल्दै टोपी त दामी हो होइन यो टोपी भएन टोपी चाहिँ एकदमै भएन यहाँ माथि जाउँ ल हामी जाँदैछौँ यो टावरमा है साथीहरु ब्याक साइड हेर टावर तलबाट टावर रहेछ हो सकिन्छ सकिन्छ एउटा गिटार माथि पछाडि बोक्नु त है हाल्नु भनेको मैले बुझिहालेँ सेन्टिमेन्ट बुझेँ मैले सेन्टिमेन्ट बुझेँ होइन यो लगभग हामी म क्यानाडा आएको मलाई लाग्छ 1 वर्षपछि फेरि म घुम्न निस्केको लास्ट टाइम म गएको भनेको लङ टुर गएको भनेको एक्चुअली भेरी गएँ ए थाउजन्ड आइल्यान्ड हो बिर्सिएँ यार 35 वर्ष कट्नु भयो बदाम बदाम भनेको ओखर खानु ओखर मेमोरी पावरको लागि यो देख्दा चाहिँ मलाई नगरकोटको याद आयो त त्यस्तो खाली राम्रो त्यस्तो थिएन लुक एट द भ्यू है एकचोटि लुक एट द भ्यू ल हेरौँ यो पोइन्टबाट है ल अलिकति भयो है सबैजना माथि गएपछि सो हामी नेपालको नाम्ची डाँडामा छौँ र भ्लग हामी यसरी नै कन्टिन्यू गर्दै गर्दा एउटा कुरा हामी कहिले पनि बिर्सिँदैनौँ उहाँ चाहिँ सिङ्गल हुनुहुन्छ उहाँको लागि फेरि है भ्लगबाट कृपया कमेन्ट गर्नु होला उमेर के कति पढ्नु भएको छ अनि अरू के जान्छ बुढो बायोडाटा सोच हेलो जाऊ ओ माई गुडनेस यहाँ अलिक डिप रहेछ नि त है त्यसरी हेर्नु पर्छ नि त के यसलाई समाउनु न ए यो लेक सुपेरियर लेक एरिया भनेपछि सबै लेकहरू कनेक्टेड रहेछ है कनेक्टेड छ हजुर नाइस यो त सही हो त यार ल फाइनली वी आर एट द टप अफ द टावर चाहिँ विशेष गरी बर्ड वाचिङको लागि पनि मान्छेहरू आउँदो रहेछ टर्की भल्चर सार्बुइन हक ओ यार अघि नै हामी उता माथि थियौँ होइन ठिकै रहेछ राजा माथि कुनामा थियो नि त्यहाँबाट त्यो ढुङ्गासम्म त जान मिल्दैन रहेछ जस्तो मिल्छ मिल्दो रहेछ किनभने ऊ त्यहाँ पेभ जस्तो लाइन जस्तो त्यो बनाएको रहेछ त्यो चाहिँ पार्किङ ठाउँको बारेमा चाहिँ कसलाई राम्रोसँग थाहा छ भन त ल थोरै छैन थाहा छैन ओके ल मलाई थोरै थाहा भएको कुरा भन्छु ऊ त्यहाँ पर देखिराखेको चाहिँ यो चाहिँ आइल्यान्ड हो पोइन्ट पेले भन्छ अथवा पेले आइल्यान्ड त्यो चाहिँ युएस र क्यानाडाको बोर्डर रहेछ अनि त्यसमा चाहिँ हाफ अफ द क्यानाडियन्स दे लिभ देयर एन्ड हाफ अफ द युएस सिटिजन्स दे लिभ देयर अनि यहाँ चाहिँ सिपहरू पनि छ अनि हामी
हिँडेर जान सक्ने ठाउँ भने चाहिँ ऊ त्यहाँ परसम्म रहेछ तर कुनै कुनै चाहिँ बाटो त देखिरहेछ तर त्यो लेकले चाहिँ पानी रहेछ त्यहाँ होइन तर पानी अझै पनि चिसो छ अनि मेन चाहिँ यतापट्टि चाहिँ यहाँ के छ भने दुईटै हो एउटै हो के त एउटै हो तर अलिकति त्यहाँ चाहिँ कलर डिफ्रेन्स छ त्यहाँ चाहिँ यता हरियो छ किन भएको होला लेक डिफ्रेन्ट हो क्या लेक अघि तल देख्नुभयो नि त लेक इरी त्यो भनेर त्यस्तो हो कि भनेपछि उतापट्टिको निलो चाहिँ लेक सुपेरियर ओके नाइस त्यो लजिक बुझाउँछु ल कस्तो ल भन्दा जति नजिक भयो नि कलर डिफ्रेन्स भएको देखिँदैन तर जब कस्तो हुन्छ भन्दाखेरि धेरै पर हुन्छ होरिजन धेरै पर हुन्छ नि तब चाहिँ नि हाम्रो आँखाले चाहिँ नि त्यो एउटा इल्युजन क्रिएट अनि कलर चाहिँ डार्क हुँदै जान्छ कि हजुरले भन्नुहोस् नि मैले नि देखेको चाहिँ त्यो मलाई नै टोरी खोल्नु क्या भएन क्या फेरि पनि खाइदिने भन्नु पर्ला नि केटाहरू जब तिमी मिलाउँछ के हो मलाई यसको रिदम खतरावाला आउँछ म बताउँ तिमी पर्खल तिमी गाऊ म टक्क बोलाउँछु From Hamilton to soar the way from the earth to the grave. I'm glad to pay from the earth to the sky, from the earth to the sky, where I live to man on high. आउला मैले गाउनु You're looking into my heart. Everybody, I'm coming back to the heart of sea. It's all about beauty. ल फेरि भ्लग सुरु भइसकेको छ है यतापट्टि ल सबैले त हलो भनिदिउँ अनि त्यसपछि अनि त्यहाँबाट हेलो हामीले भर्खर उता माथिबाट फोटो खिच्यौँ फोटो खिचेर हामी तल आयौँ That's too far, right? तपाईँको लागि एकदम फार भयो त्यो ब्लगको लागि एकदमै पुल इट डाउन मोर
त्यो किनभने वाइडमा छ नि त तपाईँको वाइडमा छ त्यस्तो सानो ओइ भालु 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 बियर कुकुर हौ आजको हाम्रो साथी भनेको चाहिँ यो छ है लेज ल सरी ए भइहाल्छ नि ल यसरी ओके प्लिज सब्सक्राइब गरिदिनु होला किनकि तपाईँहरूले योभन्दा राम्रो राम्रो कन्टेन्टहरू हेर्न पाउनुहुनेछ बिना भिजिट भिजा बिना टिकट क्यानाडा घुम्न पाउनु भनेको एकदमै ठुलो कुरा हो त्यो पनि मैले देखेँ साढे दुई भयो होला। चारवटा केमा हालेको थिएँ मैले यसभित्र यसमा कि त्यसमा डेन्जरस करेन्ट रे यहाँ करेन्ट पनि आउँछ भन्नाले ए पानीको छाल छाल हो डेन्जरस करेन्ट भनेको अहिले चाहिँ डेन्जरस करेन्ट दाइले करेन्ट यहाँ करेन्ट पनि आउँछ अरे यहाँ कहिले पनि यहाँ पाउँदैन क्या स्विमिङ गर्नु है? यो ठाउँमा स्विमिङ गर्न पाइँदैन स्विमिङ गऱ्यो भने अनि स्विमिङ गर्नलाई उता माथि माथि छ यो माथि छ? बिचमा छ यो बिचमा चाहिँ पाउँदैन किनभने यो ठाउँमा यहाँ चाहिँ अलिकति साइडको करेन्ट मिक्स हुन्छ क्या त्यसले गरेर मान्छे झन् धेरै डुब्छ ठिक कस्तो छ डिफ्रेन्स आई क्यान फिल द्याट करेन्ट ओ यार यो त पुरा म्युजिक भिडियो खिच्ने कमेन्ट्स Any comments? मलाई चाहिँ के मन पर्यो यो ठाउँको भन्दाखेरि चाहिँ टोपी खोला टोपी एकातिर एउटा टावर छ यतातिर one leg on one side and the next leg on another side सो यो दुईवटाको चाहिँ कलर पनि फरक छ पानीको अनि यहाँ म बस्दाखेरि यहाँको टेम्परेचर र म यता बस्दाखेरि यहाँको टेम्परेचर इज टोटली डिफरेन्ट सो इट्स लाइक अमेजिङ एक्सपिरियन्स फर मी यस्तो चाहिँ बिरलै मात्र पाइन्छ होला क्यानाडामा पनि यही लेक नै हो सो दिस इज अ ब्युटिफुल प्लेस टु भिजिट यदि तपाईँहरूसँग एक दिन छ तपाईँहरूसँग गाडी छ भने चाहिँ प्लिज आउनु होला यो ठाउँको नाम रहेको छ पोइन्ट पेले असम अरू भन्दा नि यो धेरै पछि हुन्छ नि यो पानीको आवाज सुनेर नै कस्तो मन आनन्द भयो क्या छिरिङ यो हामी सानो हुने बेलामा खोलामा पौडी खेल्न गएको जस्तो त्यो फिल ठ्याक्कै यही हुन्छ मलाई चाहिँ यहाँ के गर्न मन लाग्यो भने चाहिँ हजुरले सानो बेला गर्नु भएको छ नि एउटा सानो पातलो खाले चिप्ले ढुङ्गा लिएर पानीको सतहमा यस्तो यार तर यहाँ ढुङ्गै छैन रहेछ यार खासै भन्ने भने ढुङ्गा पनि ल केही न केही खालको सबै बालुवा सिधै यहाँनिर बालुवाको एउटा फ्याक्ट्री बना बालुवा बेच्ने युरेनियम होला यार के ल है त ल है एउटा ढुङ्गा यहाँ छ लेट्स राइट ओ गयो है गयो दुईटा चाहिँ भयो 10 बल्ट्याङ खायो 2 बल्ट्याङ चाहिँ खायो होला 2 बल्ट्याङ